के हो यार यो खोला त लास्टै डेन्जर हुँदो रहेछ हौ यहाँनिरको। यो चाहिँ मर्स्याङ्दी अरे है, मलाई थाहा त छैन। अरूले पुरै हिरो लिएर आउँदो रहेछ। मेरो पल्सर 150 छ बाटो, तर पनि जस ठिकै रहेछ। यो मनाङ जाने बाटो भनेपछि है, हाम्रो गन्तव्य त अलि तलै हो। अनि तलसम्म यो झरना छ नि अक्टोपस भन्ने, त्यहाँसम्म पुग्छौँ, त्यहाँबाट त फर्किन्छौँ। तर यो चाहिँ माथि मनाङ जाने बाटो पनि रहेछ, मलाई त थाहा छैन। अब अरे भन्दा भन्दै यहाँ आइपुगिसक्यो। अनि के छ गाइजहरू, आराम हुनुहुन्छ होला? सेवा सम्पूर्णमा नमस्ते, स्वागत छ। मेरो आज भिडियो त खै कोसीतिरको मान्छे कहाँबाट आज यहाँ पश्चिमतिर आइपुगे हो। अक्कल झुक्कलमा यतातिर आएको छु। बाटो त खै एक्सपेक्टेसन भर्सेस रियालिटी हो है यो मेरो लागि त। हत्तेरिका पिच होला भनेर सोचेको, त्यति साह्रो त छैन यार। फुल्ली एडभेन्चर फिल गराउने खालको रहेछ। साउनको समयमा होइन, अब यो बाटो हिँड्न पाउँदा अब मौसमले पनि साथ दिएको छ अहिले चाहिँ। अब भरे चाहिँ के गर्छ थाहा छैन। यहाँबाट फर्किने बेला पानी पऱ्यो भने त तुरु धुरु आँसु आउँछ होला यार आँखाबाट पनि। तर हिँड्ने बेला मनमा नै प्रार्थना गरेर हिँडिहाल्छ, जस मौसमले पनि साथ दियो सकेसम्म भन्ने आशा अपेक्षा दुइटै, भगवान भरोसा पनि। हाम्रोतिरको जस्तै यहाँ धान खेती हुँदो रहेछ, छेउको यो आलीमा भटमास खेती हुँदो रहेछ है। अब यो हुन त लमजुङ हो रे यो जिल्ला त, यो अहिले म हिँड्दै गरेको लमजुङ भन्ने बित्तिकै त्यति धेरै लेक साइड पनि पर्दो रहेनछ। हाइड्रोको ड्याम रहेछ कि, यताबाट पनि खोला आएको, यताबाट पनि खोला आएको। अनि यहाँनिर यो दोभान कति गहिरो होला बा है। माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना लमजुङ जिल्लामा अवस्थित यो एक प्रमुख रन अफ रिभर प्रकृतिको आयोजना हो। यसको 50 मेगावाट उत्पादन क्षमता रहेको छ। 25 मेगावाटको 2वटा टर्बाइन जडान गरिएको छ। तोकिएको समय र बजेट भित्रैबाट निर्माण सम्पन्न गरेर गुणस्तरीय कामको उदाहरणको रूपमा प्रस्तुत गरेको आयोजनाको रूपमा हाल यसलाई हेरिने गरिएको छ। यो लमजुङ जिल्लाको भुलभुले नजिकै मर्स्याङ्दी नदीमा छ। अनि 132 केबी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ, जसले विशेष गरी सुखायाममा नेपालको विद्युत आपूर्तिमा टेवा पुर्याउँछ। करिब 16 करोड अमेरिकी डलरको लागतमा समापन भएको आयोजना हो। यो चाहिँ आयोजनामा चिनिया कम्पनी पावर चाइना साइनो हाइड्रोको 90% र नेपाल सगरमाथा पावर कम्पनीको 10% सेयर लगानीमा सञ्चालन भएको विद्युतको उत्पादन थलो हो। करिब 3 वर्ष 9 महिनामा काम समापन भएको आयोजना हो। यो सन् 2012 को अन्त्यतिर अर्थात् नेपाली समयअनुसार विक्रम सम्वत 2069 मा सुरु भएर व्यावसायिक उत्पादन 2073 असोजदेखि निरन्तर सञ्चालनमा छ। 2072 को विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दीको बावजुद पनि यो आयोजना तोकिएकै समय सीमाभित्र निर्माण सम्पन्न हुने नेपालको विरलै आयोजना मध्येको यो एक आयोजना पनि हो है। यो त क्या डर लाग्दो के यो कोसीको बाजे रहेछ नि, यो पनि त्यसका बाजे। बाटो फेरि त्यस्तै रहेछ यार। म आइहालेँ अब यतातिर। अब म आएपछि म प्रधानमन्त्री हुनु पर्यो जस्तो छ हौ। म प्रधानमन्त्री भएर यो बाटो पिच हान्नु पर्यो जस्तो छ। भएन, दुःख पाइँदो रहेछ यार। बालिनले बनाउला भनेको बनाएन। अब यो मेरो बाइक काठमाडौँ पुग्छ पुग्दैन। म त काठमाडौँ नपुगे डुम्रेसम्म पुगे त हुन्थ्यो। अब यो कति दिनमा डुम्रे पुगिने हो थाहा छैन। हत्तेरिका ठुलबेसी मनाङ यतै होला। हाय 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 हाय, ओहो पश्चिमको बाख्रा पो भेट्यो त यार।
ओहो यही बाटो मात्रै देखाउने हो भने त मनाङ जाने बाटो खुब राम्रो छ भन्दा हुने रहेछ यार यतातिर। तर सोचे जस्तो सजिलो बाटो चाहिँ होइन अनि सोचे जस्तो अप्ठ्यारो त होइन, दुइटै होइन क्या, सजिलो पनि होइन अनि अप्ठ्यारो पनि होइन, जस्ट ठिक्कको बाटो रहेछ। यो मेरो 150 बाइकले त दुःख सुख काम धानिरहेछ। गाडीहरू पनि पातलो हिँड्दो रहेछ। एक्लै आइया छ यार, माटो कहीँ चितुवा निस्क्यो भने के गर्ने होला हो यो ठाउँको। है लु यस्तो रहेछ है, तपाईँहरू पनि हेर्नु, काम लाग्न सक्छ यार यो बाटो पनि कहिलेकाहीँ हुन्छ नि। म त अहिले यो साउन्डमा हिँडिरहेको छु होइन। तर यो मनाङ जाने बाटो चाहिँ भनेर सम्झिनु, टोटली मनाङै गएको चाहिँ होइन, अक्टोपस झर्नासम्म पुगिने हो। अनि अब हेरौँ कहाँसम्म यस्तो कच्ची बाटोहरू भेट्छ। तर दिमाग खराब पार्ने रहेछ यार। लु अब भरे फर्किने बेला पो कसरी फर्किने होला। यो बाटो पिच गरेको भए त कस्तो दामी बन्थ्यो होला हो अझ। हुन त यो प्रयोजनै यसको यो अफरोडको लागि हो कि नबुझेको कुरा, यो सरकारको बजेट आउन बाँकी हो कि के हो। यो कति वर्ष पुरानो बाटो रहेछ, धेरै पुरानो हो कि यो पहिला बनेर पनि बिग्रिया हो यो बाटो। यता भनेपछि नाङ्गी खुदी पर छ, यो चाहिँ कता जान्छ त? गाउँले केरा, यत्रो ठुलो केरा देखियो। यहीँनिर बाटो मिस्टेक भयो कि के हो, कसैलाई भेट्यो भने सोध्नु पर्ला। तर यतातिरको यो खोलाहरू त यो यता यसो हेर्दा झर्ना जस्तो टाइपको मात्रै छ त हौ। खोलाहरूको पनि साउन्डमा जवानी चढेर बुङ बुङ बुङवाला रहेछ। सिउरुङ उताबाट आउँदाखेरि म्यापमा हेर्दा अघि 1300 देखिएको थियो, पक्कै 1300 होला नि, हराइँदैन होला सायदै। अक्करको भिर भनेर चाहिँ यो पनि रहेछ क्या यतातिर, यो पहाड है, वारी पनि पहाड पारी पनि पहाड। यहाँ तल यो खोजमा यस्तो खोला रहेछ। एक्लै आउँदाखेरि यार यहाँबाट कोही मान्छे बिच पऱ्यो भने त यहाँ त परिवारले त कल्पना पनि नगर्दा हुन्छ होला त हौ। यो बिचमा अडिँदैन होला यार मान्छे, साह्रो डेन्जर रहेछ। लु माने मैले यो ठाउँलाई त। हो 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 मान्छेहरू ए लु यहाँ पनि झर्ना रहेछ। ए यो टायरको सबै माटो पखाली त भाउ। चिप्लो बाटो छ अरे अझै अगाडि। सिग्नल आयो। ओहो हो 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 होइन, प्रो नै लेभलको ड्राइभर हुनुपर्ने रहेछ है यो बाटोमा त, राइडर हुनलाई पनि। बिगिनरहरूलाई त सातो पुत्लो उडाइदिन्छ होला हौ। कसरी थाहा पायो होला यार यो पहिला पहिला बाटो डिजाइन गर्ने मान्छेले। झर्ना यहाँ पनि रहेछ। ओहो अच्छा अच्छा अच्छा, माछा मार्ने ठाउँ है क्या। बप्पा रहेछ यो, के हो यो? घर के हो यो? ताग्रिङ मर्स्याङ्दी 4 लमजुङ झर्ना त माथिसम्मको बवालै रहेछ यो। कतिवटा झर्ना हो यहाँ, वाल पनि रहेछ बिचरा।
घर त फर्किन्छ होला हमाले बा ए छेउबाट छेउ है हलै जोतेर आएको मान्छे हो यार पूर्वतिर लु नि त आज लमजुङमा जोत्दिउँ छेउबाट छेउ माटुक्नी भरे फर्किँदा कसरी फर्किने हो ओह्रालो बाटो रहेछ हेभी डर लाग्यो अब चिप्लो कति साह्रो चिप्लेको हो खेतै खेत सानो भए पनि खेतीपाती पुरै हुने ठाउँ रहेछ त्यस्तो धेरै जङ्गल पनि छैन घरहरू पनि पातलो यहाँ रोड पनि पुग्या रहेनछ मान्छेहरूले कसरी खान्छन् होला नुन तेलहरू यार अप्पा बाटो हेर न यार बाटो चाहिँ कस्तो छ फेरि अब फेरि म यहाँ हमाले गर्छु ल यो मेरो साडेलाई मजाले नार्नु पर्यो यार हमाले बा तेरिका हो छेउ ए हमाले ए खुट्टा ल्याम्मै डुब्यो जुत्ता बिग्रियो क्या मेरो अरू भन्दा नि गाउँ हेरो यार यत्रो सुन्दर बाटो चाहिँ किन नबनाइदिएको होला कि यो ठाउँको विशेषता यही हो नबुझिया कुरा खै यो कुन ठाउँ हो जिब्रोमा पनि यो उच्चारण आउँदैन यार 78 किलोमिटर छ रे यस्तो बाटोमा 78 किलोमिटर हिँड्दा के हुने हो हालत आजको हाम्रो त अप एन्ड डाउन 60 किलोमिटर हुन्छ होला बेसी जर फर्किने हो एनी हाउ 1 घन्टा बसेर फर्किने भनेको यहाँको विशेषतै यही हो गाइस है तेरिका बाइक त ढुटो यो मेरो गाउँको एउटा दाइले भन्थ्यो कन्डम हुन्छ भनेर बाइक कन्डमै हुने भयो जस्तो छ लु हट तेरिका पारीको गाउँ हेरो त्यस्तो राम्रो तर यार सडक छैन यो कालो मान्छे सुन्दर देख्यो भने ब्ल्याक ब्युटी हुन्छ अनि यो यस्तो दुर्गम बस्तीहरू सुन्दर भयो भने चाहिँ के ब्युटी भन्नुपर्ने यार हाय तेरिका हो अमाले बा पान बाउ बा डिल छ क्या हो झाट्टो खुस्कियो भने त या लमजुङ बेसी सहरबाट अक्टोपस झर्ना जाने गन्तव्यको लगभग यति बेला हामी आधी बाटोमा आइसक्यौँ करिब अब यति नै हिँडिसकेपछि चाहिँ हामी लमजुङको अक्टोपस झर्ना पुग्छौँ बाटोको अवस्था चाहिँ यस्तै छ बाटोमा कहीँ राम्रो छ कहीँ बाटोको अवस्था एकदमै दयनीय अवस्था छ यसरी नै यात्रा गर्नुपर्ने रहेछ त्यति धेरै अप्ठ्यारो पनि होइन तर हरेक पाइलामा सचेत र सजग हुन आवश्यक देखियो यो बाटोमा यात्रा गर्दा तपाईँ जति चुनौतीपूर्ण र कठिन देख्नुहुन्छ त्यति नै धेरै तपाईँलाई यो ठाउँमा भएको प्राकृतिक सुन्दरता होइन अनि हरेक स्थानमा भएको सानातिना वाटरफलहरूले गर्दा तपाईँको यहाँसम्मको यात्रा गर्दा थकान भने तपाईँले महसुस गर्नुहुने छैन अनि यो बाटोमा यात्रा गर्दाखेरि सकेसम्म तपाईँहरूसँग ड्राइभिङ स्किल्स चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ आफूलाई मूल्याङ्कन गरेर यात्रा गर्नुहोला तपाईँले यो बाटोमा चाहिँ सोचे जस्तो स्वतन्त्र भएर यात्रा गर्न सक्नुहुन्न यसमा चाहिँ तपाईँलाई अति नै चुनौती पनि छ जति धेरै माथि आयो है यो लमजुङको यो माथि जति धेरै आयो जति धेरै उकालो चढ्यो क्या त्यति धेरै एडभेन्चर पनि अनि यो बाटो पनि के कस्तो अफरोड है अफरोड भन्दा पनि त्यस्तो धेरै रिस्की पनि होइन त्यस्तो इजी पनि होइन हरेक पोइन्टमा क्या आफूलाई जो सेल्फली कन्ट्रोल गर्नुपर्ने यो गोरु तर्सिने हो कि बाइकको आवाजले नतर्स अनि पारीको भ्यू है पारीको खेतीपाती त्यो माथितिरको मान्छेहरू यस्तोमा पनि बसिरहेको रहेछ हौ
अनि यो बाटो त कोही ठाउँको मात्रै हो, सबै ठाउँको राम्रो चाहिँ छँदै छैन। तर जस बाइक कटाउन सकिन्छ। मैले पल्सर 150 ल्याएर यहाँ आएँ भने सोच्नुहोस् तपाईँसँग राम्रो ड्राइभिङ स्किल छ भने अझ होइन, तपाईँसँग टाइम छ, मोर देन मनी छ भने तपाईँ इजिली मनाङ अब माथिल्लो उतिर जान सक्नुहुने रहेछ। अब जस मेरो त टाइम छैन, त्यही भएर पनि म सर्ट राइडमा आएको। पारीको भ्यू हेर्नु न यार, तपाईँ लट्ठै पर्नुहुन्छ क्या। त्यो भ्यू हेर्दा चाहिँ त्यहाँ तपाईँले आफूले जीवन सर्भाइभ गर्नलाई त्यहाँ केही मेहनत गर्नुपर्छ भने चाहिँ तपाईँ त्यहाँ सक्नुहुन्न, म सक्दिनँ होइन। त्यहाँ त मलाई यो त्यो पाहाडै जग्गा फ्रीमा दिए पनि म बस्दिनँ थिएँ। यो चाहिँ सिरियसली यो चाहिँ जहाँ पनि पाउँदो रहेछ। हाम्रो गाउँतिर बन्दुकको बारुद बनाउन प्रयोग गर्छ कि यो काठहरू, यो बुट्यान भनौँ न, हाम्रो राई भाषाबाट बोज्यापको भन्छ क्या अरे है, बोज्याप भन्छ। यसको नेपाली नाम चाहिँ के हो एक्ज्याक्ट मलाई थाहा छैन। माथि पनि वाटरफल रहेछ हौ, झर्नै झर्ना छ त यार। यो भ्यू हेर्दै दायाँ बायाँ होइन, अब हाइड्रो त्यत्तिकै धेरै रहेछ। यो भ्यू हेर्दै हिँड्दै गर्दाखेरि तपाईँ यो बाटोमा हिँड्दाखेरिको स्ट्रगल चाहिँ जुन हिसाबले स्ट्रगल गर्नुहुन्छ त्यो चाहिँ जस फिल गर्नुहुन्न। यो चाहिँ ग्यारेन्टीका साथ भन्छु होइन। जीवन आफै जीवनसँग खेलेर हिँड्नुपर्ने खालको बाटो रहेछ कि यो। रुम त कस्तो भिड छ क्या यस्तो बाटोमा। सडक पुगेर है म मेरो गाउँमा के 30 किलोको चामल बजारदेखि घरसम्म नाम्लोमा बोकेर टाउकोमा राखेर बोकेर घर लान नसक्ने मान्छे, त्यही अल्छी भए काठमाडौँ आएको। अहिले यस्तो बाटोमा हिँडेर आफू मक्क परेर है गफ दिएर हिँड्छु। मान्छेले कस्तो कस्तो कुराहरूलाई झेलेर सङ्घर्ष गरिरहेको रहेछ। त्यो तल खोलाको पुलहरू है, हुन त यतिले मात्रै त लाइफ त पक्कै बुझिँदैन होइन। तर पोइन्ट अफ भ्यूमा हेर्ने हो भने पिओभी भनौँ न। अहिले म आफै के सपोज इक्जाम्पल चाबेलबाट हिँड्दै हिँड्दै बौद्धसम्म जान सक्ने कन्डिसन छैन क्या। चाबेलबाट चुचेपाटी आउन सक्दिनँ होला क्या म। ओइ होइ होइ सरकारी गाडी रहेछ यो पनि। यो चट्टानमा गरिएको विकास चाहिँ एकदमै हुँदो रहेछ कि। तपाईँको दिगो हेर्नु न कस्तो दामी छ है। अब यो बिचमा भत्केला भन्नु पनि पर्दैन होला। साह्रै दिगो विकास चाहिँ हुने रहेछ। विकास हुन टाइम लाग्यो होला धेरै नै। मेरो गोप्रोमा पानी पऱ्यो फेरि। तर अहिले हिँड्नलाई त मजै छ। सिङ्गल वे बाटो छ है। सिङ्गल वे भन्ने मात्रै यहाँनिर कतिवटा चक्का भएको ट्रक हिँड्दो रहेछ। तपाईँको 8 चक्के 12 चक्के ट्रक हिँड्दो रहेछ कि। यता त्यो छुट्टै खालको टिफर टाइपको गाडी हुँदो रहेछ, ठुलो चक्का भएको। तातो पानी एरिया होला नुहाउनलाई। यहाँ सानो भए पनि बजार रहेछ। बजार त अर्ग्यानिक बजार रहेछ नि। ट्राफिक प्रहरी पोस्ट रहेछ। लमजुङै रहेछ यो जिल्ला पनि। नाइस बजार रहेछ क्या यहाँ सानो भए पनि। ओइ 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 आइसक्यो हामी फेरि। बाटो त त्यस्तै पो रहेछ त त्यसका बाजे। अब त रुन्छ होला हौ म त। हट पारी पनि वाटरफल। मेरो यहाँनिर मुटु फल भइसक्यो। सुन्दरता भनेर यस्तो यो भिरमा यहाँ अरिगल पाउँछ पाउँदैन होला यार। मृग घोराल के पाउँछ होला। त्यो चिप्लो छ कि खस्रो होला। यस्तो झरना हेर्नु भनेर ज्यान त मृत्युसँग बाजी राखेर बन्दकी राखेरै हिँड्नुपर्ने रहेछ त। यहाँ ब्रेक पनि लाग्दैन।
बाइकको ग्यारेज पनि रहेनछ। अघि बेसी सहरमा 1-2वटा बाइक ग्यारेजको नम्बर बोकेर हिँडेको छ। तपाईँलाई केही पऱ्यो भने माथि मनाङसम्म हामी आउँछौँ भन्दा रहेछन्। जो सर्भिसै दिँदा रहेछन् यार त्यहाँनिर। अनि त्यता तपाईँहरू पनि आउँदाखेरि चाहिँ त्यो बेसी सहरको कुनै पनि ग्यारेजहरूमा छिर्नु, अनि त्यसपछि फोन नम्बर बोकेर आउनु। उहाँहरूले त्यहाँसम्मको त्यत्तिको सर्भिसहरू प्रोभाइड गर्नुहुन्छ अरे। इमर्जेन्सी पर्दाखेरि मनाङसम्मै जानुहुन्छ अरे क्या उहाँहरू चाहिँ बाइक बनाइदिन। तर यार ब्याड लक, आइपुगेर ठ्याक्क यहाँ एक्सप्लोर गर्ने बेला पानी परिदियो। यता पनि दामी वाटरफल रहेछ कि। अहिले बुङछरा रेस्टुरेन्ट, मोटरसाइकल पार्किङ, लमजुङै रहेछ यार यो पनि अहिले नि। हेर्नु न यार गाइज, टोपी खस्ने खालको छ हौ दायाँ बायाँ है। पानी परेको छ माथि माथि, यो बिचमा पानी नपरिरा टोपी खस्छ यार यो माथि त। हामी यो लमजुङको च्यामे भन्नेमा छौँ। च्यामेको झरना त कटियो अघि नै मैले योभन्दा अगाडि देखाएको च्यामे झरना। अब यो पछि लगभग 7 मिनट जति हिँड्नु पर्दो हो। 10 भन्ने एक्सपेक्टेसन थियो। 10को एक्सपेक्टेसन त त्यो तपाईँको बाटो देखिसकेपछि त्यत्तिकै पनि एक्सपेक्टेसन भर्सेस रियालिटी भइहाल्छ। बट त्यो त्यति साह्रो हरेस चाहिँ खाइँदैन रहेछ। 11 बजे बेसी सहरबाट हिँडेको, अहिले 1:47 भयो। टाइम चाहिँ म्यापमा तपाईँको 1 घन्टा 30 मिनट लेखे पनि 2-2.5 घन्टा त मजाले लाग्ने रहेछ। अनि लगभग अब चाहिँ आइसक्यो। अब धेरै टाढा छैन होला मेरो विचारमा। 7 मिनटको मजाले राइडमा पुगिन्छ होला। माथिबाट ढुङ्गा झऱ्यो भने चाहिँ यार टाउकोमा गोलबेडा पड्किन्छ होला। तपाईँको हेर्नु न यार कस्तो छ। ओहो अछु नुहायो, मिसन सक्सेस भयो ल। यहीँ पो रहेछ हौ, धेरै टाढा छ होला भन्ठानिरहेको त। एकचोटि अलिक पर पुग्नु पर्ला। यही रहेछ यार झरना त। बबाल रहेछ। लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका 4 च्यामेमा यो झरना पर्दछ। पहराबाट पानी खस्दा 8वटा फरक फरक धारा वा हातहरू जस्तै फिन्जिएर समुद्री जीव अक्टोपसको हातगोडा जस्तै देखिने भएकोले यसको नाम अक्टोपस झरना राखिएको रहेछ। सडकको किनारमै लहरै पहाडको विशाल चट्टानबाट झर्ने यो झरनाको दृश्य अति नै मनमोहक छ। घामको प्रकाश पर्दा झरनाको पानीमा इन्द्रेणी पनि देखिन्छ अरे। हामी जाँदा घाम लागेको थिएन, हामीले यो देख्न पाएनौँ। 100 मिटरभन्दा बढी माथिबाट पहाडबाट झर्ने यो झरना हेर्दा मन यहाँ भुलेको पत्तो नै पाइँदैन। अन्नपूर्ण पदमार्ग जस्तो यो बेसी सहर च्यामे सडक खण्डमा यात्रा गर्ने यात्रीहरू जो मोटरसाइकल अनि बोलेरो गाडीमा मनाङतर्फ जाने पर्यटकहरूको लागि र फोटोग्राफी प्रेमीहरूका लागि यो झरना एक प्रमुख गन्तव्य तथा विश्राम स्थल नै बनेको रहेछ। अक्टोपस झरना जाँदै गर्दा भुलभुलैमा 340 मिटर लामो सुरुङ र अर्को सुन्दर बुङ झरना च्यामे जगतको तातो पानी कुण्ड अवलोकन गर्न पनि तपाईँ नभुल्नुहोला है। लमजुङ सकियो, अब यहाँबाट मनाङ प्रवेश गरियो। ढुक्नुपर्छ यार, मनाङ आइपुग्यो यार। ल मनाङ जिल्लामा यहाँलाई हार्दिक स्वागत छ रे। अब थोरै भए पनि मनाङको यो माटो टेकेर फर्किने भइयो। ल अहिलेसम्मको यो यात्राको लागि मेरो बाइकलाई पनि अब यसले बुझ्दैन है, थ्याङ्क यू भन्दै के गर्ने, यसले बुझ्दैन। ओइ बाफ रे यार। तर मनाङको यो फर्स्ट स्टेपको यो रोड अति नै भाइरल रोड हो क्या। हुन मेरो गोप्रोमा अडियो रेकर्ड चाहिँ भएको छ कि छैन, तर अडियो रेकर्ड छैन भएको भने भोइस ओभर गरौँला। 1:57 भनेपछि हामी त्यहाँ 2 बजे चाहिँ बेसी सहर पुग्नुपर्ने मान्छे, फर्किनु पर्ने थियो, एकदम इमर्जेन्सी थियो।
मनाङ आइपुग्यो कहाँबाट फर्किने यार त्यहाँ अक्टोपस झरनाबाट ठ्याक्कै आएको बित्तिकै देख्दो रहेछ क्या अनि यो चाहिँ ल नि त त्यही अक्टोपस झरनाबाटै फर्किउँ भन्दा पनि यो मनले नै नदिँदो रहेछ कि यहाँ आएपछि त छोएरै जान्छु भन्ने हुँदो रहेछ अब यो पढ्नै नजान्ने ठाउँको यो लेकाली नाम रहेछ है निङ्गोला घारी कि के हो यो बाफ्रे यार है के हो यस्तो अगाडि उताबाट बाइक आयो भन्दा फेरि देख्दैन वाह वाह ताने 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 ल मनाङ आइपुग्यो अक्टोपस झरना हो त्यहाँ नजिकै त्यहाँबाट यतिसम्म चाहिँ कष्टै गरेर आइयो कष्ट त के त्यहाँबाट यता त बाटो राम्रो छ कि ओहो कति अगाडि जाऊँ यार धेरै अगाडि जाँदाखेरि भरे फेरि फर्किन ढिला हुन्छ लोभको लाभ लाभको के जाति भन्थे या त्यो त भाइरल रोड देखेको थिएँ क्या मैले एकजनाले ड्रोनमा भ्यू क्याप्चर गरेर रहेछ ल अब धेरै पर नजाऊँ जति गयो अब पो लाइफमा ट्राभल गरेको जस्तो फिल हुन थाल्यो त ल अब अरू त त्यस्तै हो पल्सर 150 लिएर हिँडेको मान्छे भनेपछि गेस गर्नु न यार 220 पनि होइन क्या अब रिक्सै लिएर हिँडे आफ्नै रिक्समा ल अब यहाँबाट चाहिँ फर्किने निदो गर्नु पर्ला मर्स्याङदी नदी बाइकै घुमाइदिन्छु ल म अब यहाँबाट चाहिँ अब उताको यात्रा नगरौँ यहाँ अगाडिबाट घुमाइदिन्छु म पारिपट्टि कुन चाहिँ जिल्ला हो यो फेरि यो वारी त यो मनाङ हो भने त्यो चाहिँ कुन होला त यार अब यहाँबाट चाहिँ म स्वाट्ट बाइक मोड्छु है कताबाट मोडौँ हौ दाहिने मोड्नु पर्ला है यहाँबाट चाहिँ निगालो पनि रहेछ ल आजको यात्रा लगभग सकियो हाम्रो है अलिकति गएर त्यो तल फोटो भिडियो खिच्नु पर्ला अक्टोपस झरनामा अनि यो के हो त पारीको त्यो पारी देखेको चाहिँ निगालो रहेछ ल मनाङबाट फर्कियो यार 2 बज्यो ठ्याक्कै है अनि आज कति महिना कति गते पऱ्यो हौ ठ्याक्कै मैले सायद साउनको 15 हो है अक्टोपस झरना भन्दा माथि आयो लगभग हिमालको काखतिर आइसक्यो यो यहाँभन्दा माथि पनि ताल वाटरफल भन्ने रहेछ यो नाम चाहिँ पढ्नु नआउनु रहेछ कि साउन 22 गते रहेछ साउन 15 मात्रै त कहाँ हुन्थ्यो रहेछ यार साउन 22 गते रहेछ अब यो भिडियो कहिले हाल्छु कहिले थाहा हुन्छ कि मनाङ आइपुग्यो मेरो गोप्रो मेरो यो 4-5 वर्ष अगाडिको यो ओप्पो फोन है आइफोन 15 पनि आएको छ आउन त पल्सर 150 त्यो एउटा इन्ट्रेस्टिङ बात सुनाऊ तपाईँहरूलाई मेरो यो बाइकमा बिलबुक पनि छैन है जेन्जी आन्दोलनमा डढेदेखि विदाउट बिलबुक आइपुग्यो हो क्या यहाँसम्म अनि प्लस लाइसेन्सको पनि चिट छ लाइसेन्सको त अहिले अनलाइनमा पनि देखाइन्छ होइन वा यस्तो दामी रहेछ एकचोटि त ओर्लिनै पर्छ यहाँ शिलाजित छैन कि क्या हो यहाँ खोजेर लानुपर्छ है के हो